हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म फेरि पनि कम्प्लेक्स स्कलरसिपको पार्ट 2 भिडियो लिएर उपस्थित भइसकेको छु। यसभन्दा पहिला चाहिँ मैले पार्ट 1 भिडियो अपलोड गरिसकेको छु, जसमा चाहिँ कम्प्लेक्स स्कलरसिपको बेसिक डिटेल्सको बारेमा चाहिँ एक्सप्लेनेसन गरेको छु। आजको यस भिडियोमा चाहिँ फर्म फिलअप कसरी गर्ने मैले 1 बाइ 1 चाहिँ तपाईहरुलाई एक्सप्लेन गर्नेछु। यसको साथसाथै हाम्रो फ्युचरमा पनि डिफरेन्ट सिरिज अफ भिडियो चाहिँ कम्प्लेक्स स्कलरसिप 2026 को बारेमा आउनेवाला छ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, जसले गर्दा यदि भिडियो अपलोड भयो भने तपाईहरुलाई नोटिफिकेसन जानेछ। अगाडिको भिडियोजहरुमा चाहिँ मैले कलेजेसहरु कसरी सिलेक्ट गर्ने, त्यसपछि तपाईहरुले एक्जामको लागि कसरी प्रिपेयर गर्न सक्नुहुन्छ, मक टेस्टहरुको बारेमा, डिफरेन्ट कुराहरुको बारेमा चाहिँ मैले भिडियोज वाइज चाहिँ एक्सप्लेनेसन गर्नेवाला छु। त्यसैले च्यानललाई चाहिँ सब्स्क्राइब गरेर राख्नुहोला। सो आजको भिडियोमा चाहिँ लेट्स लर्न कसरी हामीहरुले चाहिँ घर बसेर नै अनलाइन एप्लिकेसन कसरी चाहिँ फिलअप गर्न सक्नुहुन्छ। सो लेट्स स्टार्ट द भिडियो। सो तपाईहरुले यो इन्टरफेस हेर्न सक्नुहुन्छ। यो इन्टरफेसको चाहिँ लिंक चाहिँ मैले तल डिस्क्रिप्सनमा राखिदिनेछु। यहाँ पुगेर तपाईहरुले चाहिँ अनलाइन एप्लिकेसन चाहिँ स्टार्ट गर्न सक्नुहुनेछ। यहाँ चाहिँ तपाईहरुले अब हेर्न सक्नुहुनेछ इम्पोर्टेन्ट इन्फर्मेसन भनिएको छ। यो केही इन्फर्मेसन्सहरु रहेको छ, यो चाहिँ तपाईहरुले ध्यान दिनुपर्ने हुन्छ। स्टेप 1 मा के भनिएको छ भन्दाखेरि तपाईहरुले चाहिँ स्टडी इन इन्डिया को रेजिस्ट्रेसन आईडी चाहिँ म्यान्डेटरी छ कम्प्लेक्स 2026 को एप्लिकेसन फर्म फिलअप गर्नको लागि। अब यो कसरी पाउने यसको बारेमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। इन केस क्यान्डिडेट डु नट ह्याभ एनी स्टडी इन इन्डिया रेजिस्ट्रेसन आईडी, प्लिज क्लिक अन द गिभन लिंक टु स्टडी इन इन्डिया रेजिस्ट्रेसन। अब यसको लागि सबभन्दा पहिला चाहिँ हामीहरुले चाहिँ स्टडी इन इन्डियाको पोर्टलमा गएर यसको चाहिँ एउटा आईडी बनाउनु पर्ने हुन्छ। आईडी कसरी बनाउने मैले अगाडि एकैछिनमा तपाईहरुले देखाउने नै छु। त्यसपछि अर्को पोइन्टमा के भनिएको छ भन्दाखेरि क्यान्डिडेट हैज टु फिल द डिटेल्स अलङ विथ स्टडी इन इन्डिया आईडी अन द रेजिस्ट्रेसन पेज टु रिसिभ द कम्प्लेक्स युजर आईडी एन्ड पासवर्ड। सो एउटा आईडी पाउनुहुन्छ, त्यो चाहिँ तपाईहरुले चाहिँ कम्प्लेक्स स्कलरसिपको फर्म फिलअप गर्दाखेरि चाहिन्छ। त्यसपछि क्यान्डिडेट विल रिसिभ युजर आईडी एन्ड पासवर्ड अन द रेजिस्टर्ड इमेल एड्रेस। सो इमेल एड्रेसमा तपाईले त्यो आईडी र पासवर्ड पाउन सक्नुहुन्छ। त्यसपछि क्यान्डिडेट क्यान लग इन विथ युजर आईडी एन्ड पासवर्ड टु कम्प्लिट द एप्लिकेसन फर्म अफ कम्प्लेक्स स्कलरसिप 2026 भनिएको छ। त्यो सिम्पली एउटै कुरालाई चाहिँ 1 बाइ 1 एक्सप्लेन गरिएको छ। र क्यान्डिडेट मस्ट प्रोभाइड करेक्ट नेम, करेक्ट डेट अफ बर्थ, मोबाइल नम्बर एन्ड इमेल एड्रेस एज दिस डिटेल्स क्यानट बी चेन्ज्ड वन्स द रेजिस्ट्रेसन इज कम्प्लिटेड। सिम्पली भनिएको के छ भन्दाखेरि तपाईहरुले फर्म फिलअप गर्दाखेरि केही पनि कुरा चाहिँ रङ राख्नु भएन। मेन कुरा भनेको तपाईको मोबाइल नम्बर र इमेल एड्रेस रहेको छ। धेरैजना स्टुडेन्ट्सहरु चाहिँ यो दुईटा कुरामा चाहिँ मिस्टेक गरिराखेको हुन्छ। त्यसपछि केही स्टुडेन्ट्सहरुको चाहिँ डेट अफ बर्थमा मिस्टेक भइराखेको हुन्छ र केही स्टुडेन्ट्सहरुको चाहिँ नेममा भइराखेको हुन्छ। अब सबैभन्दा पहिला चाहिँ फर्म फिलअप गर्नुभन्दा अगाडि के कुरा गर्नुपर्छ यो चाहिँ थोरै मैले तपाईहरुलाई भनिदिनेछु। सो तपाईहरुले के गर्नु भन्दाखेरि जति पनि डकुमेन्ट्सहरु छ त्यो सबै कुरा चाहिँ सबैभन्दा पहिला त स्क्यान गरेर तपाईको पीडीएफ फर्मेटमा हुनुपर्ने हुन्छ। त्यो चाहिँ राख्नुपर्ने हुन्छ र त्यो डकुमेन्ट्सहरु हेर्दै अनि मात्र फर्म फिलअप गर्नु होला। केही पनि कुरा एरर भयो भने पछि चाहिँ तपाईले एडिट गर्ने अप्सन पाउन सक्नुहुन्न। सो अब चाहिँ फर्म फिलअप गर्नुभन्दा अगाडि लेट्स मेक द स्टडी इन इन्डिया आईडी। त्यसको लागि सिम्पली अब क्लिक हेयरमा क्लिक गर्नु होला। सो यो चाहिँ हाम्रो स्टडी इन इन्डियाको पोर्टल छ। यहाँबाट तपाईहरुले के गर्नुपर्छ भन्दाखेरि सिम्पली गएर रेजिस्ट्रेसनमा गएर तपाईले स्टुडेन्ट रेजिस्ट्रेसन गर्ने पर्ने हुन्छ। यसको लागि स्टुडेन्ट रेजिस्ट्रेसनमा क्लिक गर्नु होला। यहाँबाट तपाईहरुले आफ्नो भेरिफाइड इमेल एड्रेस, पासवर्ड, कन्फर्म पासवर्ड यो सबै डिटेल्सहरु तपाईले फिलअप गर्नुपर्ने हुन्छ। सो अब चाहिँ मैले चाहिँ एउटा एक्जाम्पलको लागि एउटा आईडी क्रिएट गर्न गइराखेको छु। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ मैले आफ्नो एउटा चाहिँ इमेल एड्रेस यहाँ राखे। त्यसपछि पासवर्ड यस्तो क्रिएट गर्नु होला जुन चाहिँ तपाईहरुलाई पछि याद होस्। यो चाहिँ आईडी पासवर्ड चाहिँ तपाईहरुले याद राख्नै पर्ने हुन्छ है। सो मैले चाहिँ अब यसपछि पासवर्ड राख्दै छु। त्यसपछि तपाईहरुले चाहिँ आफ्नो फुल नेम राखेर त्यसपछि कन्ट्रीहरुको नेसनालिटी सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ कन्ट्री कोडमा चाहिँ तपाईको +977 हुनुपर्छ। त्यसको लागि नेपाल सर्च गर्नुभयो भने यहाँ 977 आउँछ। यहाँ चाहिँ तपाईहरुको आफ्नो भेरिफाइड नम्बर चाहिँ राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ चाहिँ जुन क्याप्चा कोड भनेको छ त्यो चाहिँ तपाईहरुले चाहिँ हेरेर राम्रोसँग फिलअप गर्नुपर्ने हुन्छ। सो अब चाहिँ सिम्पली यो सबै डिटेल्सहरु चाहिँ आफ्नो करेक्टली फिलअप गरिसकेपछि अनि त्यसपछि तपाईहरुले यहाँ चाहिँ रेजिस्टरमा क्लिक गर्नुपर्ने हुन्छ। मैले फेरि पनि भन्छु यो कुराहरु चाहिँ इमेल एड्रेस र मोबाइल नम्बर चाहिँ रङ हुनु भएन र पासवर्ड चाहिँ जुन तपाईले यहाँ राख्नुहुन्छ त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ। सो तपाईहरुले यो आईडी, पासवर्ड र मोबाइल नम्बर यो कतै तपाईहरुले कुनै डायरीमा अथवा नोटमा लेखेर राख्नु होला, पछि तपाईहरुलाई यो काम लाग्छ है त। सो अब चाहिँ रेजिस्ट्रेसनमा क्लिक गर्नुभयो भने चाहिँ तपाईको चाहिँ यहाँ अलरेडी एउटा क्रिएट भइहाल्छ प्रोफाइल। अब यहाँ चाहिँ तपाईहरुले ओटीपी राख्नुपर्ने हुन्छ। ओटीपी के आउँछ भन्दाखेरि तपाईको मेलमा जान्छ। अब यसको लागि चाहिँ तपाई मेल खोल्नुपर्ने हुन्छ। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ मेलमा चाहिँ ओटीपी आएको छ। यो ओटीपी चाहिँ तपाईले कपी पेस्ट गरेर त्यहाँ राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईहरुले यसरी कपी गरेर पेस्ट गर्नुभयो भने त्यसपछि भेरिफाई ओटीपी गर्न सक्नुहुन्छ।
गरिसकेपछि यसरी रेजिस्ट्रेसन कम्प्लिट भनेर भनिएको हुन्छ। त्यसपछि ओकेमा क्लिक गर्नुपर्ने हुन्छ। अब चाहिँ स्टडी इन इन्डियाको पोर्टलमा लगइन गर्नको लागि सिम्पली लगइनमा गएर स्टुडेन्ट लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईहरुले आफ्नो मेल राख्नुपर्ने हुन्छ। त्यसपछि जुन पासवर्ड चाहिँ क्रिएट गर्दाखेरि बनाउनु भएको थियो त्यो चाहिँ तपाईहरुले राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ क्याप्चा तपाईहरुले फिलअप गर्नुपर्ने हुन्छ। यो हरेकचोटि नयाँ क्याप्चाहरु आइराखेको हुन्छ। सो यो चाहिँ राम्ररी हेरेर फिलअप गर्नु होला, किनकि धेरैजना यस्तो कुराहरुमा चाहिँ मिस्टेक गरिराख्नु भएको हुन्छ नि पछि चाहिँ यसोहरू चाहिँ मलाई WhatsApp गरिराख्नु भएको हुन्छ। सो अब चाहिँ तीनटै डिटेल राखिसकेपछि सिम्पली साइन इनमा क्लिक गर्नुपर्ने हुन्छ। साइन इनमा क्लिक गरिसकेपछि यस्तो पेज खुल्ने छ। अब यहाँ हामीलाई के चाहिन्छ भन्दाखेरि तपाईहरुको यो जुन आईडी हेरिराख्नु भएको छ SII आईडी, यो आईडी चाहिँ तपाईको कति डिजिटको हुन्छ भन्दाखेरि सिम्पली 14 to 17 भनौं न 16 17 हुन पनि सक्छ। जस्तै 2 3 5 6 7 8 9 10 11 12 13 14 नम्बर चाहिँ 14 वटा हुन्छ। त्यसपछि हाइफन चाहिँ 2 वटा हुन्छ। 16 वटा भयो, कसैको 17 वटा पनि हुन्छ। सो यो कुरामा चाहिँ 1-2 जना स्टुडेन्ट्सहरुको इस्युहरु पनि आएको थियो है। सो यदि तपाईहरुको कहिलेकाहीँ इस्यु आयो भने के गर्न सक्नुहुन्छ भन्दाखेरि एकचोटी रिचेक गर्नु होला। यदि त्यसमा पनि सल्भ भएन भने सिम्पली कम्पेस स्कलरशिपको हेल्पलाइनमा मेल गर्नु होला कि यो इस्यु आइराखेको छ भनेर। सो हाम्रो यो कोड चाहिँ हामीलाई खासमा चाहिन्छ। सो यो चाहिँ मैले अहिलेलाई कपी गरेर राखे है त। अब यो चाहिँ तपाईहरुको पछि नाम निस्क्यो भने यही नै तपाईहरुको अफर लेटरहरु पनि यहाँ पनि आउनेवाला छ। सो त्यसैले यसको आईडी पासवर्डहरु चाहिँ सेफली राख्नुपर्ने हुन्छ। अब यसपछि चाहिँ तपाईहरुले यहाँ केही पनि गर्नु पर्दैन, सिम्पली यति चाहिँ आईडी मात्र चाहिएको छ। अब चाहिँ हामी सिम्पली ब्याक टु द कम्पेस स्कलरशिपको अनलाइन पोर्टलमा चाहिँ जान्छौं। सो यहाँबाट तपाईहरु चाहिँ अब फर्म फिलअप तर्फ अगाडि बढ्न सक्नुहुनेछ है त। अब यहाँ चाहिँ जेनरल लिंक्सहरु दिएको छ। यो कुरा एडभर्टाइजमेन्ट जुन चाहिँ नोटिस छ त्यो छ। एप्लिकेसन फिलअप गर्दाखेरि कसरी के गर्ने यसको बारेमा छ। त्यसपछि यहाँ अब अलरेडी रेजिस्टर्ड यदि रेजिस्टर गर्नु भएको छ भने के गर्ने योहरु चाहिँ भनिएको छ। अब यहाँ मैले त रेजिस्टर गरेको छैन। फर्स्ट चोटी तपाईले यदि फर्म फिलअप गर्दै हुनुहुन्छ भने पहिला त तपाईले रेजिस्टर गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ क्लिक हियरमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँबाट चाहिँ तपाईले न्यू रेजिस्ट्रेसनमा रेजिस्ट्रेसन हियरमा क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ तपाईहरुले फर्स्टमा रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ अनि मात्र फर्म फिलअप तर्फ अगाडि बढ्न सक्नुहुन्छ। फर्म फिलअप गर्नुभन्दा अगाडि केही नोट्सहरु पनि दिएको छ। अब धेरैजना स्टुडेन्ट्सहरुको के हुन्छ भन्दाखेरि फर्म फिलअप गर्दाखेरि चाहिँ बगहरु आइराखेको हुन्छ। त्यसको लागि सबैभन्दा पहिला त तपाईको के हुनु पर्यो भन्दाखेरि जुन तपाईहरुले ब्राउजर युज गर्दै हुनुहुन्छ त्यो चाहिँ अपडेटेड हुनु पर्यो। जस्तै मोजिला फायरफक्सको भर्जन 93 देखि 110 हुनु पर्यो। गुगल क्रोममा भर्दै हुनुहुन्छ भने 88 देखि 11 हुनु पर्यो। त्यसरी नै कुनबाट तपाईले ब्राउजरबाट फिलअप गर्दै हुनुहुन्छ त्यो चाहिँ अपडेटेड भर्जन चाहिँ तपाईले राख्नुपर्ने हुन्छ। iOS मा छ भने कुन भर्जन हुनुपर्छ अनि मात्र तपाईको यो फर्म फिलअप गर्दाखेरि चाहिँ सपोर्ट गर्छ है त। त्यसपछि अब चाहिँ तल जाम। तल गइसकेपछि यहाँ चाहिँ तपाईहरुले रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। रेजिस्ट्रेसनमा मैले अगाडि भने जस्तै है यहाँ चाहिँ तपाईको के हुनु पर्यो, जुन आईडी मैले अगाडि चाहिँ तपाईहरुले देखाएको थिए त्यो चाहिँ तपाईले यहाँ लेख्नुपर्ने हुन्छ। यहाँ लेखिएको छ नोटमा है, स्टडी इन इन्डिया रेजिस्ट्रेसन आईडी इज म्यान्डेटरी फर फिलिङ द कम्प्लेक्स 26 एप्लिकेसन फर्म। सो सिम्पली त्यो 16 अथवा 17 डिजिटको चाहिँ तपाईको इन्क्लुडिङ हाइफन है तपाईको त्यो कोड यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि अगाडिको कुराहरु तपाईले यहाँ फिलअप गर्नुपर्ने हुन्छ। सो मैले चाहिँ अब अगाडिको कोड यहाँ राख्न गइराखेको छु। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 16 डिजिटको कोड मैले यहाँ हालिसकेको छु। कसैको 17 डिजिटको पनि हुन सक्छ है। सो त्यति बेला कन्फ्युज नहुनु होला। धेरैजना स्टुडेन्ट्स चाहिँ फर्म ओपन हुने बित्तिकै नै चाहिँ अप्लाई गरिराखेका थिए। त्यति बेला चाहिँ 16 डिजिटको थियो र तर यहाँ 17 डिजिट पनि तपाईहरुले धेरैजनाले मलाई क्वेरी चाहिँ भन्नुभएको थियो। सो यदि कसैको यदि त्यस्तो देखाइराखेको छ भनेपछि तपाईले आज छोडेर भोलि एक दिन डिले पनि अप्लाई गर्न सक्नुहुन्छ। तै पनि केही भएन भने त्यसपछि चाहिँ कम्पेस स्कलरशिपको हेल्पलाइनमा चाहिँ मेल गरेर चाहिँ आफ्नो इस्युजहरु चाहिँ भन्नु होला। अब चाहिँ हामी आफ्नो डिटेल्सहरु चाहिँ यहाँ तल फिलअप गर्नेछौं। डिटेलमा चाहिँ तपाईहरुको नाम, नम्बरहरु चाहिएको हुन्छ, इमेल एड्रेसहरु चाहिएको हुन्छ। सो यहाँ चाहिँ एडिट कलरमा जुन कुराहरु यहाँ भनिएको छ यो कुराहरु चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। जस्तै तपाईको क्यान्डिडेट आर एडभाइज टु फिल SII आईडी, नेम, इमेल आईडी, मोबाइल नम्बर विथ अटमोस्ट केयर है। सो यो पहिला पनि यो हरेकचोटि चाहिँ रिपिट भइराखेको छ। तपाईले यो कुराहरु चाहिँ गल्ती गर्नुभयो भने पछि चाहिँ एडिट गर्न पाउनुहुन्न।
है त। सो फर्स्टमा चाहिँ अब हाम्रो क्यान्डिडेट नेम चाहिँ तपाईँको राख्नुपर्ने हुन्छ। अब एउटा कुरा अझै के भन्ने भन्दाखेरि जति बेला तपाईँले स्टडी इन इन्डियामा रेजिस्टर गर्दाखेरि जुन नाम त्यसपछि मोबाइल नम्बर इमेल एड्रेस राख्नुभएको थियो त्यो नै यहाँ राख्नु होला है। कहिलेकाहीँ चाहिँ तपाईँको त्यहाँ र यहाँ डिफ्रेन्ट भयो भने त्यसले पनि इस्यु हुनसक्छ है त। मैले चाहिँ अहिले एक्जाम्पलको लागि चाहिँ डमी नेम मोबाइल नम्बर इमेल एड्रेसहरू राखिराखेको छु। तपाईँले चाहिँ आफ्नो करेक्टली चाहिँ इन्फर्मेसनहरू चाहिँ फिलअप गर्नु होला। त्यसपछि यहाँ अर्को के कुरा भनेको छ, यु आर रिक्वायर्ड टु प्रोभाइड योर करेक्ट मोबाइल नम्बर इमेल एड्रेस एज अल इम्पोर्टेन्ट कम्युनिकेसन टु बी सेन्ड टु यु युजिङ द सेम। त्यही हो, तपाईँको नाम निस्क्यो भनेपछि चाहिँ यही मोबाइल नम्बरको थ्रु अथवा मेलको थ्रु चाहिँ कन्ट्याक्ट गरिन्छ। अब यति फिलअप गरिसकेपछि तल तपाईँहरूले सिम्पली आई एग्रीमा टिक लाउनु पर्ने हुन्छ। त्यसपछि यहाँ भएको क्याप्चा फिलअप गर्नुपर्ने हुन्छ 982398। यति गरिसकेपछि रिभेरिफाईमा तपाईँहरूले क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ के छ भन्दाखेरि तपाईँको यो स्टडी इन इन्डिया आइडी रेजिस्ट्रेसन आइडी छ, ओके छ भने तपाईँले यहाँ टिक लाउनु पर्ने हुन्छ। तपाईँको नाम ठिक छ, ओके छ भनेपछि टिक लाउनु पर्ने हुन्छ। तपाईँको मोबाइल नम्बर ठिक छ, ओके छ भने टिक लाउनु पर्ने हुन्छ। त्यसरी नै चाहिँ तपाईँको इमेल एड्रेस ठिक छ भने टिक लाउनु पर्ने हुन्छ। यति गरिसकेपछि अब सिम्पली तपाईँहरूले चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। अब सिम्पली गरिसकेपछि यहाँ अब एउटा सिम्पली यस्तो तपाईँको इन्फर्मेसन्सहरू चाहिँ देखाउँछ। यो चाहिँ सिम्पली अब पढ्न मन छ भने तपाईँहरूले पढ्नु होला। के कुराहरू कति बेला युज हुन्छ, के कुराहरूको लागि हुन्छ, यो सबै कुरा यहाँ भनिएको छ। आई एग्रीमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि ओकेमा क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ रेजिस्ट्रेसन सक्सेसफुली, एप्लिकेसन नम्बर पनि तपाईँहरूलाई दिएको छ। यो नम्बर पनि तपाईँहरूलाई चाहिँ काम लाग्छ है। सो यसको पनि तपाईँहरूले चाहिँ फोटो खिचेर राख्नु होला। अनि इमेल चाहिँ तपाईँहरूले चाहिँ यसको बारेमा पनि तपाईँलाई आएको होला है त। त्यसको पनि मैले तपाईँहरूलाई स्याम्पल देखाउन गइराखेको छु। यसमा चाहिँ सिम्पली तपाईँहरूले क्लोज गर्नु होला है त। त्यसपछि अब चाहिँ हामी इमेलमा हेरौँ इमेलमा के आएको रहेछ। सो इमेलमा चाहिँ यस्तो मेल आएको छ रेजिस्ट्रेसन सक्सेसफुल भनेर। यहाँ चाहिँ तपाईँको नाम भनिएको छ, त्यसपछि तपाईँको एप्लिकेसन आइडी पासवर्ड दिएको छ। अब चाहिँ तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि यो आइडी र पासवर्ड युज गरेर तपाईँहरूले लगइन गर्नुपर्ने हुन्छ। यहाँ भनिएको छ काइन्डली लगइन द एबभ क्रेडेन्सियल्स एन्ड कम्प्लिट द एप्लिकेसन फर्म बाई फिलिङ अफ पर्सनल डिटेल्स, कम्युनिकेसन डिटेल्स, त्यसपछि एजुकेसनल क्वालिफिकेसन, फोटो सिग्नेचरहरू अपलोड गर्नुपर्ने हुन्छ सिम्पली। अब यहाँ लिङ्क पनि दिएको छ, यो लिङ्कमा चाहिँ गएर तपाईँले फर्म फिलअप गर्नुपर्ने हुन्छ। अब यो लिङ्क मैले कपी गरेँ, कपी गरेर तपाईँहरूले सिम्पली के गर्नुपर्ने हुन्छ भन्दाखेरि नयाँ चाहिँ तपाईँको वेबसाइट खुल्छ। यहाँ यो चाहिँ सिम्पली यहाँ लगइन आइडी रहेको छ। यहाँ चाहिँ तपाईँहरूले अब युजर आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। यसको लागि अब के गर्नुहुन्छ भन्दाखेरि सिम्पली यहाँ चाहिँ जुन आइडी र पासवर्ड दिएको छ मेलमा यो चाहिँ तपाईँहरूले चाहिँ कपी पेस्ट गर्न सक्नुहुन्छ। सो युजर आइडी र पासवर्ड चाहिँ सेम मेलबाट कपी पेस्ट गरेर तपाईँहरूले क्याप्चा फिलअप गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि सिम्पली लगइनमा क्लिक गर्नुभयो भने तपाईँको लगइन हुनेवाला छ। लगइन भइसकेपछि यहाँ फेरि पनि यस्तो इन्फर्मेसन देखाइराखेको छ, तपाईँले यसलाई चाहिँ सेभ गरेर राख्नु होला। त्यसपछि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ गो टु एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ। अब एप्लिकेसनमा क्लिक गरिसकेपछि चाहिँ अब चाहिँ रेजिस्ट्रेसन प्रोसेस चाहिँ अगाडि बढ्छ है त। सो यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अब यहाँबाट तपाईँहरूले के कुराहरू डिटेलहरू राख्नुपर्ने हुन्छ वान बाई वान चाहिँ यहाँ दिएको छ। अब चाहिँ तल स्क्रोल डाउन गरेर फर्स्टमा चाहिँ पर्सनल डिटेल, त्यसपछि कम्युनिकेसन डिटेल्स, एजुकेसनल क्वालिफिकेसन, डकुमेन्ट्स र पेमेन्टहरू 4वटा सेक्सन रहेको छ। वान बाई वान चाहिँ तपाईँहरूले अगाडि चाहिँ फिलअप गर्दै जानुपर्ने हुन्छ। अब मैले यहाँ चाहिँ वान बाई वान कुराहरू एक्सप्लेन गर्न गइराखेको छु। फर्म फिलअप गर्दाखेरि यो कुराहरू चाहिँ एकदमै माइन्डमा राखेर अनि मात्र चाहिँ अगाडि चाहिँ फिलअप गर्नु होला। मैले धेरै कुराहरू कस्तो फोकस गर्छु भन्दाखेरि के कुराहरूमा तपाईँहरूले मिस्टेक गरिराख्नु भएको हुन्छ, के कुराहरू गर्दाखेरि तपाईँहरूले चाहिँ एकदमै केयर गर्नुपर्ने हुन्छ, यसको बारेमा चाहिँ मैले भन्नेछु तपाईँहरूलाई। सो फर्स्ट सेक्सन चाहिँ कोर्स अप्लाई डिटेल्सको बारेमा रहेको छ। यसमा चाहिँ सिम्पली तपाईँहरूले आफ्नो जेन्डर सिलेक्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँहरूले आफ्नो डेट अफ बर्थ सिलेक्ट गर्न सक्नुहुन्छ। अब यो चाहिँ मैले हिजोको भिडियोमा पनि अलरेडी एक्सप्लेन गरिसकेको छु। तपाईँको चाहिँ 16 भन्दा माथि र तपाईँको 23 भन्दा तल तपाईँको एज हुनुपर्ने हुन्छ। अब जस्तै यहाँ हेर्न सक्नुहुन्छ मेरो यो डेट मैले राख्दाखेरि यहाँ कति एजमा तपाईँको कति इयर भएको छ यहाँ आफै नै क्यालकुलेट गरेर देखाइदिन्छ। सो 16 भन्दा माथि र 23 भन्दा तल छ भने तपाईँ चाहिँ इलिजिबल हुन सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईँहरूले नेसनालिटी सेलेक्ट गर्न सक्नुहुन्छ र भिजिबल आइडेन्टिफिकेसन मार्क्स यो भने सिम्पली तपाईँहरूको अब बडीमा फेसेसहरूमा केही त्यस्तो भिजिबल आइडेन्टिफिकेसन गर्ने केही कुरा छ भने जस्तै मोलहरू हुन्छ होइन,
कसैको कटहरु हुन सक्छ, जे पनि हुन सक्छ। त्यस्तो केही छ भने लेख्ने, छैन भने यहाँ नलेख्दा पनि केही फरक पर्दैन। त्यसपछि अब अर्को सेक्सन भनेको पर्सनल डिटेलको बारेमा रहेको छ। यहाँ अलरेडी तपाईले जुन रेजिस्टर गर्दाखेरि राख्नु भएको डिटेल थियो यो सबै यहाँ फिलअप अलरेडी नै भइसकेको छ। अब चाहिँ बाँकी जुन खाली सेक्सन छ त्यो चाहिँ तपाईहरुले आफ्नो हेरेर डिटेल्सहरु हेरेर फिलअप गर्न सक्नुहुन्छ। यसमा चाहिँ मैले तपाईहरुलाई के सजेस्ट गर्छु भन्दाखेरि तपाईहरुले के गर्नुस्, तपाईको सिटिजनशिप होला अथवा तपाईको डकुमेन्ट्सहरु जुन चाहिँ भनौं न सरकारी डकुमेन्ट्सहरु होला त्यो अगाडि राख्नु होला। त्यहाँ के लेखिएको छ त्यही अनुसार फिल गर्नु होला। कहिलेकाहीँ स्पेलिङ मिस्टेक्सहरु चाहिँ धेरै गर्नुहुन्छ तपाईहरुले है। सो त्यो स्पेलिङ मिस्टेक नहोस् भनेर तपाईहरुले आफ्नो फादरको मदरको यहाँ डिटेल राख्दै हुनुहुन्छ भने उहाँहरुको सिटिजनशिप अगाडि राखेर उहाँको नेमको चाहिँ मिस्टेक नहोस्, स्पेलिङ मिस्टेक नहोस् त्यसको लागि चाहिँ तपाईहरुले चाहिँ त्यस्तो डकुमेन्ट्सहरु चाहिँ युज गर्न सक्नुहुन्छ। सो यहाँ तपाईको फादर्स नेम, फादर्स अकुपेसन, त्यसरी नै मदर्स नेम र मदर्स अकुपेसन फिलअप गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ म्यारिटल स्टेटस यो तपाई म्यारिड अनम्यारिड के हुनुहुन्छ त्यो चाहिँ तपाईले यहाँ फिलअप गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ प्यारेन्ट्सको कन्ट्याक्ट नम्बर, यो कन्ट्याक्ट नम्बर चाहिँ तपाईहरुले एकदमै प्यारेन्ट्सले जुन चाहिँ करेन्टली युज गरिराख्नु भएको छ त्यो नै राख्नु होला, किनकि कहिलेकाहीँ तपाईको नम्बरमा चाहिँ फोन गएन भने तपाईको प्यारेन्ट्सलाई पनि कन्ट्याक्ट चाहिँ गरिन्छ। पर्सनल डिटेल सेक्सन फिलअप गरिसकेपछि त्यसपछि तपाईहरुले कोर्स डिटेल्सहरु चाहिँ तपाईले चुज गर्नुपर्ने हुन्छ है। अब यहाँ चाहिँ कोर्स डिटेल, एक्जामिनेसन सेन्टर, त्यसपछि तलको कुराहरु तपाईहरुलाई काम लाग्नेवाला छ। यो चाहिँ मैले एकदमै चाहिँ स्लोली चाहिँ तपाईलाई एक्सप्लेन गर्नेछु, किनकि यहाँ आएर धेरैजना स्टुडेन्ट्सहरु झुकिनुहुन्छ। कसैले के गर्नुहुन्छ भन्दाखेरि फिजिकल स्टुडेन्ट भएर तपाईहरुले चाहिँ बायोको कोर्सहरु पनि चुज गर्नुहुन्छ, पछि तपाईको सिलेक्सन नै क्यान्सल हुन जान्छ। सो मैले पार्ट 1 भिडियोमा अपलोड गर्दाखेरि तपाईहरुले भनेको थिए कि तपाईहरुले म्याक्सिमममा 2टा कोर्स चुज गर्न सक्नुहुन्छ अथवा मिनिमममा एउटा कोर्स तपाईहरुले चुज गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ कोर्स डिटेलको बारेमा भनिएको छ। अब 5 वटा कोर्स मध्ये तपाईले कुनै एउटा कोर्स यहाँ अनि त्यसपछि अर्कोमा पनि तपाईले चुज गर्न सक्नुहुन्छ। अब चाहिँ 1 बाइ 1 चाहिँ मैले एक्जाम्पल दिँदै तपाईहरुले एक्सप्लेन गर्दै जान्छु है त। जस्तै तपाई चाहिँ मेडिकल पार्टमा अप्लाई गर्दै हुनुहुन्छ, तपाई बायो स्टुडेन्ट हुनुहुन्छ भने फर्स्टमा तपाईहरुले सिम्पली बी फार्मेसी चुज गर्नुभयो भने सेकेन्ड कोर्समा चाहिँ तपाईहरुले बी फार्मेसी अलरेडी चुज गरिसकेपछि चाहिँ सेकेन्डमा बी फार्मेसी बाहेक बाँकी बच्यो फुड टेक्नोलोजी, नर्सिङ र एग्रिकल्चर। सो यो 4 वटा मध्ये एउटा सिलेक्ट गरेर अर्को 3 वटा मध्ये अर्को तपाईले यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ। अब यसरी सिलेक्ट गरिसकेपछि तपाईको के अप्सन तल आइराछ भन्दाखेरि फार्मेसीको लागि 5 वटा कलेज तपाईले चुज गर्न सक्नुहुन्छ है, इन्स्टिट्युट प्रिफरेन्स भनेको चाहिँ। अनि त्यसरी नै तपाईको अर्को फुड टेक्नोलोजीको लागि 5 वटा कलेज तपाईहरुले सिलेक्ट गर्न पाउन सक्नुभयो। यो चाहिँ भयो फर्स्ट अप्सन है। अब अर्को अप्सन भनेको बीटेकको लागि है। अब तपाई के गर्नुभयो भन्दाखेरि तपाईको फिजिकल ग्रुप हुनुहुन्छ। फिजिकल ग्रुप हुँदाखेरि तपाईले सिम्पली बीटेक मात्र चुज गर्नुपर्ने हुन्छ, अर्को अप्सन चाहिँ केही पनि चुज नगर्नु होला। अब धेरै जना चाहिँ जाने भनेर चाहिँ अर्को कोर्सेसहरु बायोलोजीको कोर्सेसहरु पनि यहाँ अप्लाई गर्छन् अनि पछि तपाईले बायोलोजी पनि चुज गर्नुभयो भने नि बायो कोर्सेस भनेपछि बीटेक बाहेकको कोर्सेसमा चाहिँ तपाईले बायोलोजी चाहिन्छ। त्यति बेला तपाईको बायोलोजीको पनि एक्जाम दिनुपर्ने हुन्छ। अब त्यसको तपाईले चाहिँ प्लस 2 मा पढ्नु नै भएको छैन भनेपछि त्यो त तपाईको एलिजिबल नै हुनु भएन। सो यो मिस्टेक चाहिँ नगर्नु होला। यो हरेक वर्ष स्टुडेन्टहरुले चाहिँ मिस्टेक गरिराखेको हुन्छ। सो तपाई फिजिकल ग्रुप हुनुहुन्छ भने बीटेक मात्र सिलेक्ट गर्ने अनि अगाडि यहाँ जुन तपाईको ब्रान्चेसहरु चाहिँ अब बीटेक चुज गर्दाखेरि के अप्सन आयो भन्दाखेरि इन्जिनियरिङ ब्रान्च 1, 2 र 3। ब्रान्च भनेपछि सिम्पली कुन फ्याकल्टी चुज गर्ने। अब यहाँबाट यति अप्सनमा छ है। अब यो सबैबाट कुन चुज गर्ने, कसरी चुज गर्ने यसको लागि चाहिँ मैले एउटै भिडियोमा चाहिँ एक्सप्लेन गर्न सक्दिन। तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि मलाई WhatsApp मा टेक्स्ट गर्न सक्नुहुन्छ। मैले तपाईहरुलाई चाहिँ 1-on-1 गाइडेन्स प्रोवाइड गर्नेछु। तपाईको कुन प्रायोरिटीमा के राख्दाखेरि तपाईको सिलेक्सन हुने चान्सेस के हुन सक्छ हैन, यसको बारेमा चाहिँ मैले गाइडेन्स तपाईहरुलाई प्रोवाइड गर्न सक्छु है त। सो यो चाहिँ इन्जिनियरिङ ब्रान्च 1 भयो, त्यसपछि त्यसरी नै इन्जिनियरिङ ब्रान्च 2, त्यसपछि इन्जिनियरिङ ब्रान्च 3 चाहिँ तपाईहरुले चाहिँ कोर्सेसहरु सिलेक्ट गर्न सक्नुहुन्छ। अब अहिले एक्जाम्पलको लागि मैले तपाईहरुलाई भन्नुपर्दा इन्जिनियरिङ ब्रान्च 1 मा तपाईहरुले एआई इन एग्रिकल्चर चुज गर्नुभयो, ठीक छ। त्यसपछि अर्को तपाईहरुले इन्जिनियरिङ ब्रान्च 2 मा चाहिँ आर्टिफिशियल इन्टेलिजेन्स चुज गर्नुभयो है त। त्यसपछि अर्को ब्रान्च चाहिँ 3 मा चाहिँ तपाईले बीआर्क चुज गर्नुभयो है। अब यहाँ भइसकेपछि के भयो भन्दाखेरि फर्स्ट तपाईले कोर्सको लागि चाहिँ एउटा इन्स्टिट्युट मात्र रहेको छ भनेपछि तपाईले एउटा इन्स्टिट्युट चुज गर्न पाउनुभयो। त्यसरी नै तपाईको सेकेन्ड छ आर्टिफिशियल इन्टेलिजेन्स। अब आर्टिफिशियल इन्टेलिजेन्सको लागि यतिवटा कलेजेसहरुले चाहिँ आर्टिफिशियल इन्टेलिजेन्सको चाहिँ कोर्सेसहरु प्रोवाइड गर्छ। अब यो मध्ये तपाईले कुनै एउटा फर्स्ट प्रायोरिटी यो चुज गर्न पाउनुभयो। सेकेन्ड प्रायोरिटीमा त्यो तपाईले नेशनल अलरेडी चुज गरिसक्नु भयो भने त्यो बाहेक अर्को कुन छ, जस्तै एमआईटी युनिभर्सिटी छ भनेपछि एमआईटी युनिभर्सिटी
त्यसरी नै थर्डमा कुन छ, थर्डमा तपाईँले अर्को चुज गर्न पाउनुभयो, फोर्थमा चाहिँ तपाईँले फेरि अर्को चुज गर्न पाउनुभयो, त्यसरी चाहिँ फिफ्थमा चाहिँ तपाईँहरूले अर्को चुज गर्न पाउनुभयो। यसरी तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि तपाईँको जुन कोर्स छ त्यो हिसाबले चाहिँ तपाईँले कलेजहरू सेलेक्ट गर्नुपर्ने हुन्छ है। सो यो कुराहरू चाहिँ अलिक कन्फ्युजिङ हुन चाहिँ हुन्छ है, तर यसमा चाहिँ तपाईँहरूले पछि मिस्टेक गर्नुभयो भने पछि एडिट गर्न पाउनुहुन्न। त्यसपछि नाम निस्किन्छ, नाम निस्किसकेपछि मलाई यो कोर्स मन परेन, मलाई यो कलेज मन परेन, यस्तो क्वेरिजहरू धेरै नै आउँछ है। सो सबभन्दा पहिला त के बुझ्नु पर्यो, ब्रान्च चाहिँ प्रायोरिटी चुज गर्नु पर्यो। यो भनेको प्रायोरिटी हो है। जस्तै फर्स्टमा यदि तपाईँको एआई इन एग्रिकल्चरमा नाम निस्केन भने अर्को एआई आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा कोर्सेसहरू भएकोमा चाहिँ तपाईँको नाम निस्किन सक्छ। यसमा पनि नाम निस्केन भने थर्ड प्रायोरिटी आर्किटेक्चर है। सो तपाईँले प्रायोरिटी राख्दाखेरि चाहिँ एकदमै चाहिँ सोचेर राख्नु होला। यदि मेरो यसमा नाम निस्केन भने यसमा आओस्, यसमा नाम निस्केन भने यसमा आओस्। सो आई होप कि यो तपाईँको ब्रान्चको बारेमा चाहिँ क्लियर भयो होला। त्यसपछि इन्स्टिट्युटको बारेमा कस्तो छ भन्दाखेरि यसमा नाम निस्केन भने यसमा नाम निस्कोस्, यसमा नाम निस्केन भने यसमा, यसमा नाम निस्केन भने यसमा, यसमा नाम निस्केन भने यसमा। सो यो पनि प्रायोरिटी अनुसार नै राख्नु होला। फर्स्टमा तपाईँले कुनमा जानुहुन्छ, एनआइटी राउरकेलामा धेरै जस्तोको नामहरू आइरहेको हुन्छ, लास्ट 2 इयरदेखि धेरैजना स्टुडेन्ट्सहरूको नाम आइराखेको छ। सो फर्स्ट प्रायोरिटीमा तपाईँहरूले एनआइटी राउरकेला राख्नु पाउनुभयो। त्यसरी नै सेकेन्ड प्रायोरिटीमा यो आएन भने यसमा आए नि हुन्छ है। अनि यो चाहिँ इन्स्टिट्युट चुज गर्दा पनि एकदमै ट्रिकी हुनुपर्छ है। हाम्रो तपाईँहरूको धेरै कुराहरू चाहिँ फ्याक्टरहरू कन्सिडर गर्नुपर्ने हुन्छ। जस्तै तपाईँको मार्क्स कति छ, तपाईँको रिक्वायरमेन्ट्सहरू फिलअप हुन्छ कि हुँदैन, यसमा धेरै डिटेल्सहरू रहेको छ। यसको लागि चाहिँ मैले चाहिँ वाट्सएपबाटै तपाईँहरूलाई चाहिँ 1-on-1 कन्सल्टेसन प्रोभाइड गरिदिनेछु। त्यसको लागि तपाईँहरूले चाहिँ वाट्सएपमा मलाई टेक्स्ट गर्नु होला। तपाईँको रिक्वायरमेन्ट अनुसार तपाईँको कुन फ्याकल्टी पढ्न चाहनुहुन्छ त्यो चाहिँ हरेक केसेसहरू डिफ्रेन्ट हुनसक्छ है। त्यो चाहिँ तपाईँहरूले मलाई वाट्सएपमा टेक्स्ट गर्दाखेरि त्यहाँ चाहिँ मैले तपाईँहरूलाई 1 by 1 चाहिँ एक्सप्लेन गरिदिनेछु। त्यसपछि अर्को चाहिँ हाम्रो थर्ड के चुज गरेछ भन्दाखेरि आर्किटेक्चरको लागि चुज गर्दाखेरि यहाँ चाहिँ तपाईँले दुईवटा कलेज पाउन सक्नुभयो। जस्तै एनआइटी ट्रिची मैले राखेँ, अर्को चाहिँ आन्ध्रा युनिभर्सिटी राखेँ। यसरी चाहिँ तपाईँको बिटेकको लागि पनि भयो है। अब एउटा थर्ड के कस्तो हुनसक्छ भन्दाखेरि तपाईँ फिजिक्स, केमिस्ट्री, म्याथ र बायोलोजी चारवटै लिएर पढ्नु भएको छ भने फर्स्टमा यदि तपाईँ बिटेकमा इन्ट्रेस्ट पनि छ र बिटेकमा यदि भएन भने म अर्को पनि कोर्स पढ्न तयार छु भनेपछि तपाईँहरूले सिम्पली के गर्न सक्नुभयो भन्दाखेरि यहाँबाट एक्जाम्पलको लागि मैले बिएससी एग्रिकल्चर चुज गरेँ। सो यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ बिटेकको लागि अलरेडी तपाईँले 3वटा चाहिँ अलरेडी पाइसक्नुभयो है। अनि त्यसपछि अर्को चाहिँ तपाईँहरूको के छ भन्दाखेरि कोर्स 2 जुन चुज गर्नुभयो बिएससी एग्रिकल्चर, यसको लागि फेरि तल चाहिँ अप्सन्सहरू तपाईँले पाउन सक्नुभयो। अब यहाँबाट जुन जुन कलेजहरू छ तपाईँहरूले सिम्पली यसरी प्रायोरिटी वाइज चाहिँ हाल्न सक्नुहुन्छ। अब चाहिँ मैले के गरिदिनेछु भन्दाखेरि तपाईँहरूको लागि चाहिँ यो कुन कुन कोर्सको लागि कुन कुन कलेजेसहरू छ त्यो चाहिँ मैले लिस्ट गरेर म आफ्नो वेबसाइटमा राखिदिनेछु। त्यहाँबाट तपाईँहरूलाई चाहिँ कलेज सेलेक्सन गर्न चाहिँ सजिलो हुन्छ। कुन कलेजहरू कसरी प्रायोरिटीमा राख्ने त्यसको बारेमा मैले तपाईँलाई 1-on-1 कन्सल्टेसनको बेला भनिदिनै हाल्छु होइन। तर रिसर्च गर्नको लागि चाहिँ मैले आफ्नो वेबसाइटमा राखिदिनेछु, त्यसको लिङ्क पनि तल डिस्क्रिप्सनमा हुनेछ। त्यहाँबाट तपाईँले यो कलेजहरूको लिस्ट चाहिँ एक्सेस गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ एक्जामिनेसन सेन्टर रहेको छ। एक्जामिनेसन सेन्टर काठमाडौँमा मात्र हुन्छ। सो देशभरि जता पनि हुनुहुन्छ भने काठमाडौँमा तपाईँहरू एक्जामको बेला आउनुपर्ने हुन्छ है। अब चाहिँ अर्को चाहिँ तपाईँहरूको के छ भन्दाखेरि पर्सन विथ बेन्चमार्क डिसेबिलिटी डिटेल्स। यदि तपाईँको चाहिँ डिसेबिलिटीहरू छ भने त्यति बेला तपाईँहरूले एस क्लिक गर्नुपर्ने हुन्छ, छैन भने नो क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले यहाँ के गर्नुपर्छ भन्दाखेरि आफ्नो सिटिजनसिप नम्बर, इस्युइङ डेट र प्लेस अफ इस्यु भनेर तपाईँले आफ्नो सिटिजनसिप सर्टिफिकेटबाट हेरेर राख्नुपर्ने हुन्छ। सो यति सबै इन्फर्मेसन फिलअप गरिसकेपछि तपाईँहरूले सेभ एन्ड नेक्स्टमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यहाँ तपाईँहरूले अब मैले फेरि पनि सर्फेसियली तपाईँहरूले भनिदिन्छु। फर्स्टमा चाहिँ तपाईँहरूले आफ्नो डिटेल इन्फर्मेसनहरू हाल्नुपर्ने हुन्छ। त्यसपछि पर्सनल डिटेल्सहरू राख्नुपर्ने हुन्छ। त्यसपछि तल चाहिँ कोर्स डिटेल, कोर्स चुज गर्दाखेरि एकदमै ट्रिकी हुनुपर्ने हुन्छ। तपाईँले +2 केमा गर्नुभएको छ, कुन कुन सब्जेक्ट लिएर गर्नुभएको छ त्यो अनुसार मात्र यहाँ चुज गर्नु होला। यहाँ चाहिँ तपाईँको बायोलोजी छैन भनेपछि तपाईँ यता बायोको कोर्सेसहरू 4वटा नलिनु होला। यो चाहिँ फेरि पनि मैले तपाईँहरूले भन्न गइराखेको छु है। त्यसपछि अर्को चाहिँ तपाईँहरूको के छ भन्दाखेरि यहाँ तपाईँको डिजेबिलिटी छ भने त्यसपछि डिजेबिलिटीको बारेमा भन्नु होला। या र काठमाडौँ चाहिँ तपाईँको सेन्टर हुनेवाला छ। नेपालभरिको स्टुडेन्टहरूको लागि चाहिँ काठमाडौँमै 3-4वटा कलेजेसहरू हुन्छ, त्यहाँमा चाहिँ तपाईँहरूको चाहिँ एक्जाम चाहिँ कन्डक्ट गरिन्छ। त्यसपछि यहाँ चाहिँ तपाईँहरूको सिटिजनसिप डिटेल्सहरू चाहिँ
फिलअप गर्नुपर्ने हुन्छ। सो अब चाहिँ तपाईहरुले सिम्पली सेभ एन्ड नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। यस्तो चाहिँ डायलग बक्स आउनेवाला छ। ओके क्लिक गर्नुभयो भने नेक्स्ट पेजमा आउन सक्नुहुन्छ। अब कम्युनिकेसन डिटेल भनेपछि तपाईको एड्रेस र पर्मानेन्ट एड्रेस तपाईहरुले फिलअप गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ तपाईको खासमा के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईको करस्पोन्डेन्ट एड्रेस भनेपछि टेम्पोररी एड्रेस भनेको हो। पर्मानेन्ट एड्रेस भनेपछि तपाईको जुन एक्चुअल जुन सर्टिफिकेटहरु हुन्छ, सिटिजनशिपहरु हुन्छ, त्यसमा जे कुरा लेखेको छ यहाँ चाहिँ तपाईहरुले फिलअप गर्न सक्नुहुन्छ। सो यो चाहिँ तपाईहरुको आफ्नो डकुमेन्ट हेरेर फिलअप गर्नु होला। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ मैले चाहिँ अब टेम्पोररी एड्रेस चाहिँ काठमाडौँ नै राखिसकेको छु र पोस्टल कोडको लागि सिम्पली तपाईको जे एड्रेस छ त्यो लेखेर पोस्टल कोड क्रोममा चाहिँ सर्च गर्नुभयो भने तपाईको पोस्टल कोड आउनेवाला छ। त्यसपछि तपाईको यदि दुईटै पर्मानेन्ट र टेम्पोररी एड्रेस सेम नै रहेछ भनेपछि तपाईले सिम्पली यसमा क्लिक गर्नुभयो भने तल पनि फिल हुनेछ। यदि तपाईको डिफरेन्ट रहेछ भने नोमा क्लिक गरेर यहाँ चाहिँ फिलअप गर्न सक्नुहुन्छ। अहिले मैले चाहिँ यसमा क्लिक गरे। त्यसपछि तपाईहरुले सिम्पली सेभ एन्ड नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। फेरि पनि तपाईहरुलाई यस्तो बक्स आउनेवाला छ। ओके क्लिक गर्नुभयो भने अब चाहिँ एजुकेसनल क्वालिफिकेसन सेक्सनमा आउन सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुलाई चाहिँ क्वालिफिकेसन डिटेल भन्ने बित्तिकै तपाईहरुको क्लास 10 र क्लास 12 को इन्फर्मेसन्सहरु तपाईहरुले फिलअप गर्न सक्नुहुन्छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ म्याट्रिकुलेसन भनेपछि 10th डिटेल भनिएको छ। त्यसरी नै इन्टरमिडिएट भन्ने बित्तिकै 12th को डिटेल यहाँ चाहिँ फर्म फिलअप गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुको एउटा नोट के भनिएको छ भन्दाखेरि whenever percentage of mark is not awarded by the board university and only grades are awarded, the same should be converted to the exact equivalent percentage of marks as per the terms of the conversion norms of the board and the university. Rounding of percentage will not be acceptable under any circumstance for considering eligibility. Example 59.9 and will be treated as less than 60. अब यसमा एउटा एक्जाम्पलबाट बुझौँ है। सो हाम्रो चाहिँ एनईबी बोर्डले के गरेको छ भन्दाखेरि ग्रेड दिएको छ। यसलाई चाहिँ हामीहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिला त मार्कसिटमा कन्भर्जन गराउनुपर्ने हुन्छ। अब मार्क्समा कसरी कन्भर्ट गराउनुपर्छ भन्दाखेरि तपाईहरु चाहिँ आफ्नो कलेज जुन कलेजबाट तपाई पास हुनु भएको छ त्यो कलेजमा जानुपर्ने हुन्छ र त्यहाँ गएर चाहिँ तपाईहरुले भन्नुपर्ने हुन्छ कि मलाई चाहिँ ग्रेडलाई मार्कसिटमा कन्भर्ट गरिदिनु भनेर। त्यो चाहिँ कसरी हुन्छ भन्दाखेरि तपाईहरुले चाहिँ मैले एउटा तल स्याम्पल राखिदिने छु। तपाईहरुलाई कति ग्रेडलाई चाहिँ कति मार्क्समा कन्भर्ट गर्ने त्यसको बारेमा चाहिँ एक्सप्लेनेसन एनईबी बोर्डले नै दिएको छ। त्यो चाहिँ तपाईहरुले देखाउन सक्नुहुन्छ र त्यो अनुसार चाहिँ तपाईको कलेजले चाहिँ पर्सेन्टेजमा चाहिँ कन्भर्ट गरिदिनेछ। अनि त्यो कन्भर्ट गरिसकेपछि त्यो डकुमेन्टमा भएको अनुसार चाहिँ यहाँ तपाईहरुले मार्क्सहरु फिलअप गर्नुपर्ने हुन्छ। अर्को कुरा के पनि भनिएको छ भन्दाखेरि तपाईको राउन्ड अफ गर्दाखेरि राउन्ड अप हैन राउन्ड डाउन हुन्छ। जस्तै 59.99 छ भने त्यसलाई 59 मात्र मानिन्छ है, 60 मानिदैन है। यो कुरा पनि एकदमै ध्यान दिनु होला। त्यसैले त्यहाँ कन्भर्ट गराउँदाखेरि पनि एकदमै ध्यान दिएर चाहिँ तपाईहरुले कन्भर्ट गराउनु पर्ने हुन्छ। इन केस तपाईको 60% त चाहिन्छ नै तपाईहरुको एलिजिबिलिटी क्राइटेरिया अनुसार, त्योभन्दा कम मार्क्स भयो भने तपाई एलिजिबल नै हुनुहुन्न है। सो तपाईहरुले चाहिँ सबभन्दा पहिला त फर्म फिलअप गर्नुभन्दा अगाडि नै कलेजबाट चाहिँ मार्कसिट कन्भर्जन चाहिँ गराउनु पर्ने हुन्छ। अब चाहिँ तल हेर्दाखेरि चाहिँ तपाईहरुले स्क्रोल डाउन गर्नुभयो भने क्लास 10th को चाहिँ यहाँ पर्सेन्टेज राख्नु पर्ने हुन्छ। जस्तै तपाईको 3.6 आएको छ एक्जाम्पलको लागि 3.6 आएको छ भनेपछि 3.6 * 25 गर्दाखेरि जति आउँछ तपाईको मार्क्स त्यो चाहिँ तपाईहरुले यहाँ राख्न सक्नुहुन्छ। अहिले एक्जाम्पलको लागि 80 नै मैले राखेको छु है। त्यसपछि तपाईले ह्याभ यु पास्ड क्लास 12 यो चाहिँ जो स्टुडेन्ट्सहरु चाहिँ अहिले क्लास 12 चाहिँ पास गरिसक्नु भएको छ त्यसलाई यो पर्दै परेन हैन। अनि यदि तपाईले पास गर्नु भएको छैन, कसैको बोर्ड हुन सक्छ अरु ठाउँको, जस्तै अब कोही नेपाली स्टुडेन्ट नै इन्डियामै पढिराख्नु भएको छ भने पास गरेको छैन भनेपछि अहिले एक्जामको रिजल्ट आउन बाँकी छ भने त्यस्तो केसमा चाहिँ तपाईले नो क्लिक गर्नुपर्ने हुन्छ। नो क्लिक गर्दाखेरि चाहिँ तपाईको यहाँ चाहिँ एउटा कुरा अपडेट आउँछ है। यहाँ चाहिँ तपाईको कुन बोर्डबाट गर्दै हुनुहुन्छ र इयर अफ प्रिपेयरिङ कुन हुनुहुन्छ त्यो चाहिँ तपाईले यहाँ पाउनु भयो। यदि तपाई अलरेडी नै चाहिँ एक्जाम दिइसक्नु भएको छ, जस्तै धेरै जस्तो स्टुडेन्टहरु नेपालको चाहिँ एनईबी बोर्ड दिनुहुन्छ, सो एनईबी बोर्डको स्टुडेन्टहरुको अलरेडी नै रिजल्ट आइसकेको छ, त्यतिबेला तपाईले यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईहरुले अब के गर्नु पर्यो भन्दाखेरि तपाईको आफ्नो डिटेल्सहरु राख्नु पर्ने हुन्छ। जस्तै नेम अफ द बोर्ड भनेपछि सिम्पली एनईबी बोर्ड हुन सक्छ, तपाईहरुले लेख्न सक्नुहुन्छ। इयर अफ पासिङमा के छ भन्दाखेरि कुन इयरमा तपाई पास हुनु भएको छ। यहाँ चाहिँ तपाईको 2002 देखि लिएर तपाईले 2025 सम्म यदि तपाई पास गर्नु भएको छ भने यहाँ चाहिँ तपाईले सिलेक्ट गर्न पाउन सक्नुहुन्छ। जस्तै हाम्रो चाहिँ 2026 रहेको छ पास इयर अफ पासिङ हैन। सो यहाँ चाहिँ अप्सन छैन, सो तपाईहरुले सिम्पली यहाँ 2025 पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि अरु के छ प्लिज सिलेक्ट एनी अफ द फलोइङ भनेर छ। यहाँ चाहिँ तपाईको केमा राख्नु हो त्यो यहाँ तपाईहरुले सिलेक्ट गर्नुपर्ने हुन्छ। पर्सेन्टेजमै तपाईहरुले राख्नुपर्ने हुन्छ। अब चाहिँ यहाँ तल मार्क अब्टेन्ड, म्याक्सिमम मार्क्स र पर्सेन्टेजहरुको बारेमा यहाँ राख्नुपर्ने हुन्छ है।
जस्तै अब एक्जाम्पलको लागि तपाईको 5 वटा सब्जेक्ट छ, एउटा सब्जेक्ट 100 मार्क्सको छ भने 5 वटाको टोटल मार्क्स कति भयो? तपाईको म्याक्सिमम मार्क्स यहाँ चाहिँ तपाईले 500 राख्न पाउनु भयो। अब चाहिँ तपाईको मार्क्स चाहिँ हरेक सब्जेक्टमा कति आयो त्यो चाहिँ तपाईले सम गरेर राख्नुपर्ने हुन्छ। जस्तै 5 वटा सब्जेक्टमा टोटल सम गरेर तपाईको 450 आएको छ भने तपाईको यहाँ अब आफै नै पर्सेन्टेज चाहिँ क्याल्कुलेट भएर आउन जान्छ। र यो कुरा कसरी फिलअप गर्ने यसको बारेमा अलरेडी मैले भनिसकेको छु। तपाईहरुले ग्रेड सिटलाई सबैभन्दा पहिला त मार्कसिटमा कन्भर्ट गराउनु पर्ने हुन्छ र त्यही अनुसार यहाँ चाहिँ तपाईहरुले फिलअप गर्न पाउनुभयो। त्यसपछि अब सब्जेक्ट डिटेल भनिएको छ। अब यहाँ चाहिँ तपाईहरुको इलिजिबिलिटी क्राइटेरिया अनुसार चाहिँ फिलअप गर्नुपर्ने हुन्छ। 60% भन्दा कम छ भने तपाई इलिजिबल नै हुनुहुन्न है। सो तपाईको बायोको फिल्डको हुनुहुन्छ भने त्यो अनुसार इलिजिबल हुनु पर्यो। त्यसरी नै फिजिकल ग्रुपबाट हुनुहुन्छ भने त्यो अनुसार इलिजिबल हुनुपर्छ। अब जस्तै तपाईको इंग्लिशमा एक्जाम्पलको लागि म्याक्सिमम मार्क्स भनेको फुल मार्क्स कति हो? फुल मार्क्स भनेको 100 छ भने यहाँ तपाईले अब्टेन गर्नु भएको छ 75 भनेपछि तपाईको अलरेडी 75% त्यसरी आउँछ। त्यसै नै फिजिक्समा मेरो 80 आयो, फुल मार्क्स चाहिँ 100 छ भनेपछि तपाईको कति आयो? 80% आयो। त्यसैले नै केमिस्ट्रीमा चाहिँ हेर्दाखेरि मेरो 60 भयो अनि त्यसपछि यहाँ तपाईको 100 मार्क्स फुल मार्क्स छ भने 60% आयो है त। त्यसरी नै बायोलोजीमा छ भनेपछि तपाईको बायोलोजीमा मेरो भनौं 85 आयो, त्यसपछि मेरो फुल मार्क्स 100, त्यसरी छोड्ने बित्तिकै तपाईको 85% मार्क्स आयो। त्यसरी म्याथमा मेरो 90 आयो, त्यसपछि फुल मार्क्स भनेको 100 हो। त्यो चाहिँ तपाईले आफ्नो बोर्ड अनुसार है तपाईको कति मार्क्स फुल मार्क्स है टोटलमा त्यो सबै अनुसार चाहिँ तपाईले यहाँ राख्नुपर्ने हुन्छ। अर्को कुरा यो पार्टमा धेरै जनालाई के क्वेरी आउँछ भन्दाखेरि अब जस्तै एक्जाम्पलको लागि मैले यहाँ सब्जेक्ट डिटेल राख्दाखेरि 100 मार्क्स म्याक्सिमम राखेको छु है। अब तपाईहरुको कस्तो भइराखेको हुन्छ भन्दाखेरि एनईबी बोर्डमा अहिले तपाईको 75 हैन त्यसरी भएको हुन्छ, बाकी चाहिँ प्र्याक्टिकल हुन्छ। त्यसरी चाहिँ तपाईहरुले चाहिँ मार्क्स राख्नुपर्ने हुन्छ। अब एक्जाम्पलको लागि तपाईले के गर्नुभयो भन्दाखेरि तपाईको इंग्लिशमा आयो 55 अनि यसको फुल मार्क्स रहेछ 75 भनेपछि तपाईको यो तपाईको एक्जाममा जुन एक्जाम दिनु भएको थियो नि रिटन वाला थ्योरी वाला त्यो सब्जेक्ट राख्नु भने यसरी राख्नु पर्ने हुन्छ। सो यसरी चाहिँ तपाईको हैन तपाईको फुल मार्क्स 75 थ्योरी वाला मात्र राख्न चाहनुहुन्छ भने यसरी राख्नु होला। हैन भने सिम्पली तपाईले थ्योरी र प्र्याक्टिकल दुटै जोडेर चाहिँ फुल मार्क्समा मार्क्स अब्टेनमा त्यसरी चाहिँ तपाईको 80 राख्न सक्नुहुन्छ र टोटलमा तपाईको 100 छ भनेपछि फुल मार्क्समा 100 राख्नु होला अनि यहाँ चाहिँ तपाईको जति अब्टेन भएको छ थ्योरी र प्र्याक्टिकल दुटैलाई जोडेर राख्न सक्नुहुन्छ। मैले के सजेस्ट गर्छु भन्दाखेरि जुन चाहिँ तपाईको थ्योरीको मार्क्स छ त्यो चाहिँ राख्नु होला र तपाईको मार्क अब्टेन कति भएको छ त्यो राख्नु होला। हैन कसैको के हुन्छ भन्दाखेरि कहिलेकाहीँ पर्सेन्टेजहरु पुगिराखेको हुँदैन, 60 पुगिराखेको हुँदैन, त्यतिबेला के गर्न सक्नुहुन्छ सम गरेर अनि राख्नु भयो भने त्यो पनि चाहिँ मिस्टेक चाहिँ हुँदैन है। त्यतिबेला चाहिँ तपाईको मार्क्स फुल मार्क्स 100 हुन्छ र बाँकी चाहिँ कति अब्टेन दुईटै जोडेर भएको छ त्यो चाहिँ तपाईले यहाँ राख्न सक्नुहुन्छ। यो चाहिँ आफ्नो कुरा छ कसरी गर्ने भनेर, किनकि तपाईहरुले अलरेडी नै यो डकुमेन्ट चाहिँ तपाईहरुले अपलोड पनि गर्नुपर्ने हुन्छ लास्ट सेक्सनमा। सो त्यतिबेला चाहिँ केही फरक पर्दैन है। सो तपाईले थ्योरी मात्र राखे नि भयो, थ्योरी प्लस प्र्याक्टिकल एड गरेर राखे नि भयो, त्यो आफ्नो चोइसको कुरा हो है त। त्यसपछि तपाईहरुको यहाँ लास्ट सेक्सनमा यदि तपाईहरुले पहिला चाहिँ एमबीसीबाट स्कलरशिप पाउनु भएको छ कि छैन भनेर भनिएको छ। अब यो भन्दा पहिला तपाईको महात्मा गान्धी स्कलरशिपहरु हुन सक्छ। त्यस्तो कुराहरु चाहिँ यदि तपाईले पाउनु भएको छ भने एस लेख्नु पर्ने हुन्छ र यहाँ कुन स्कलरशिप पाउनु भएको छ यहाँ चाहिँ तपाईले असाइन गर्नुपर्ने हुन्छ। छैन भने नो राख्नु पर्ने हुन्छ। यदि तपाईले पाउनु भएको छ भने धेरै चान्सेस हुन्छ यसपालि पनि तपाईको स्कलरशिप पढ्ने चान्सेस हाई हुन सक्छ है। त्यसपछि अर्को चाहिँ मैले अहिलेलाई एक्जाम्पलको लागि नो नै चुज गरे। अब चाहिँ सेभ एन्ड नेक्स्ट क्लिक गर्नुपर्ने हुन्छ। यसपछि चाहिँ सिम्पली फेरि पनि यहाँ एउटा डायलग बक्स आउँछ। ओके क्लिक गरिसकेपछि फाइनल चाहिँ एउटा अब यस्तै पाउँछ। यसमा चाहिँ तपाईहरुले के कुरा गर्नु पर्यो भन्दाखेरि यहाँ चाहिँ तपाईहरुको पासपोर्ट साइजको फोटो अपलोड गर्नु पर्यो। त्यसपछि स्क्यान सिग्नेचर गर्नु पर्यो, सिग्नेचरको पनि अपलोड गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईको इंग्लिश ट्रान्सलेटेड सिटिजनशिप सर्टिफिकेट बाइ पब्लिक नोटरी। यो चाहिँ मैले एउटा भिडियो तपाईहरुलाई चाहिँ नोटरी कसरी गर्ने यसको बारेमा फेरि पनि एउटा भिडियो हाल्दिने छु। मेरो पुरानो पनि भिडियोजहरु छ त्यो पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईको इंग्लिश ट्रान्सलेटेड सर्टिफिकेट सिटिजनशिप सर्टिफिकेट चाहिन्छ नै। यदि तपाईको सिटिजनशिपको पछाडी इंग्लिश भए पनि तपाईलाई इंग्लिश ट्रान्सलेसन चाहिँ गर्नै पर्ने हुन्छ। त्यो गर्नुभयो भने तपाईको इलिजिबल हुनुहुन्न है त। त्यसपछि तपाईको क्लास 10 पास सर्टिफिकेट भनिएको छ। तपाईले सिम्पली क्लास 10 को चाहिँ ट्रान्सक्रिप्ट राख्दिए पनि पुग्छ। हैन तपाईले माइग्रेसन त्यसपछि तपाईको क्लास 10 को सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट त्यो सबैलाई चाहिँ पीडीएफ गरेर अपलोड गर्छु भने पनि तपाईले पाउन सक्नुहुन्छ। त्यसैले नै क्लास 12 को पनि राख्नुपर्ने हुन्छ।
मेनली तपाईहरुले के फोकस गर्नु पर्यो भन्दाखेरि क्लास 10 र 12 को ट्रान्सक्रिप्ट अथवा भनौं न मार्कसिट तपाईहरुले अपलोड गरिसक्नु भयो भने त्यसले पनि तपाईहरुको पुग्छ। पछि तपाईहरुको नाम निस्क्यो भने अझै डकुमेन्ट्सहरु पनि चाहिन्छ, त्यो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। र एउटा अझै क्वेरी के थियो भन्दाखेरि तपाईहरुले चाहिँ जेईई मेन्स दिनुभएको छैन अथवा एडभान्स दिनुभएको छैन भने त्यतिबेला आईआईटी र एनआईटी मा सिलेक्ट गर्न पाउनुहुन्छ कि हुँदैन। अहिलेलाई फर्म फिलअप गर्दाखेरि चाहिँ तपाईले सिलेक्ट गर्न पाउनुभयो। पछि तपाईको नाम निस्क्यो भने कुनै कुनै एनआईटीजहरुले चाहिँ जेईई मेन्स अथवा एडभान्सको चाहिँ रिजल्ट मागिराखेको हुन्छ। तर लास्ट 2 इयर देखि एनआईटी राउरकेलामा चाहिँ विदाउट तपाईको जेईई मेन्स पनि चाहिँ एक्सेप्ट गरिराखेको छ। सो अहिलेलाई चाहिँ मैले तपाईहरुलाई के सजेस्ट गर्छु, तपाईहरुले सिम्पली चाहिँ एनआईटी पनि चुज गर्नु होला। पछि नाम निस्किसकेपछि के गर्ने के नगर्ने त्यो चाहिँ मैले नाम निस्केपछि मलाई टेक्स्ट गर्नु होला। त्यसपछि मैले तपाईहरुलाई सजेस्ट गर्नेछु के कुरा गर्दाखेरि चाहिँ सजिलो हुनेवाला छ है त। अब चाहिँ यो सबै डकुमेन्ट्सहरु अपलोड गर्नको लागि सिम्पली अब क्लिकमा गरेर अपलोड गर्दै जान सक्नुहुन्छ। त्यसपछि अर्को चाहिँ पेमेन्ट डिटेल रहेको छ। यहाँ चाहिँ तपाईको नाम, तपाईको कति पैसा डिपोजिट गर्नुपर्ने यहाँ अमाउन्ट रहेको छ। त्यसपछि पेमेन्ट मोडमा तपाईले सिम्पली चलानमा क्लिक गर्नुपर्ने हुन्छ। यो चलान भनेको के हो यसको बारेमा पनि मैले अगाडि भन्ने छु। त्यसपछि तपाईहरुले यहाँ आई सर्टिफाई यो सबैमा क्लिक गर्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ तपाईको क्याप्चा पनि फिलअप गर्नुपर्ने हुन्छ। यति सबै कुराहरु गरिसकेपछि एउटा अझै के इस्यु आइराखेको हुन्छ भन्दाखेरि तपाईहरुको चाहिँ यहाँ चाहिँ डकुमेन्ट्सहरु अपलोड गर्दाखेरि केबीहरु कन्भर्जनहरु गर्नुपर्ने हुन्छ। त्यो चाहिँ यदि कहिलेकाहीँ मिलेन भने त्यतिबेला चाहिँ तपाईको डकुमेन्ट्सहरु अपलोड हुँदैन। सो तपाईहरुले यस कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईको अपलोड भइसकेपछि यसरी भ्युजहरु तपाई गरेर हेर्न सक्नुहुन्छ। तपाईको अपलोड भयो कि भएन भनेर सिम्पली यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। भ्युमा मैले क्लिक गर्दाखेरि तपाईको यहाँ अपलोड भएको छ। सो यो चाहिँ चेक गर्नु होला। यसरी चाहिँ तपाईहरुलाई सबै डकुमेन्ट्सहरु चाहिँ प्रोपर अपलोड गरेर अब चाहिँ नेक्स्टमा चाहिँ तपाईहरुले सबमिट गर्नुपर्ने हुन्छ। सो यस्तो चाहिँ तपाईहरुको नोटिफिकेसन देखाउनेछ। तपाईहरुको डाटा कहाँ युज हुन्छ त्यो यहाँ लेखिएको छ। त्यसपछि आई एग्रीमा क्लिक गर्नुपर्ने हुन्छ। आई एग्रीमा क्लिक गरिसकेपछि तपाईको फाइनल सबमिसन चाहिँ कम्प्लिट हुन्छ। स्टेप 2 इज सक्सेसफुली कम्प्लिटेड, रेफर बिलो द स्टेप टु कम्प्लिट स्टेप 3। अब चाहिँ स्टेप 3 कम्प्लिट गर्नको लागि तपाईहरुले के गर्नुपर्ने हुन्छ भन्दाखेरि सबैभन्दा पहिला चाहिँ बैंक चलान डाउनलोड गर्नुपर्ने हुन्छ र एसबीआई बैंकमा गएर तपाईहरुले चाहिँ पैसा डिपोजिट गर्नुपर्ने हुन्छ। अब त्यो बैंक चलान कसरी डाउनलोड गर्ने यो चाहिँ मैले अब तपाईहरुले सिकाउने छु। अब सिम्पली यहाँ क्लोज थिच्नुपर्ने हुन्छ। अनि एउटा कुरा के याद राख्नु पर्ला भन्दाखेरि तपाईहरुले चाहिँ यो फर्म फिलअप गरिसकेपछि तपाईले के कुरामा फिलअप गर्नु भएको छ यो सबै डिटेलहरु चाहिँ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। यसलाई के गर्नु होला भन्दाखेरि तपाईहरुले डाउनलोड गर्नुपर्ने हुन्छ। यो चाहिँ पछि तपाईहरुले काम लाग्छ। त्यसको लागि सिम्पली अब यहाँ थिचेर तपाईले सिम्पली कन्ट्रोल पी गर्नुभयो भने चाहिँ तपाईको सबै पेज चाहिँ तपाईको यहाँ आउने छ। यो चाहिँ तपाईहरुले के गर्नु पर्यो, अब यहाँ तपाईको डेस्टिनेसनमा सेभ एज पीडीएफ गर्नुभयो भने तपाईले यो पीडीएफ लाई सेभ गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईको सेभ अप्सन आउँछ। सेभमा क्लिक गरिसकेपछि यो फाइल चाहिँ सेभ हुन्छ। यो चाहिँ पछि प्रिन्ट गरेर राख्नु होला। पछि तपाईहरुको नाम निस्क्यो भने यो पनि देखाउनलाई चाहिँ काम लाग्छ। अब चाहिँ अर्को भनेको जुन मैले चलान भनेको थिए त्यो चाहिँ तपाईहरुले यहाँ चाहिँ क्लिक गर्नुभयो भने तपाईले चलान डाउनलोड गर्न सक्नुहुन्छ। क्लिक हियर टु डाउनलोड चलान भनिएको छ। क्लिक हियरमा क्लिक गर्नुभयो भने तपाईको चलान डाउनलोड हुन्छ। सो चलानको स्याम्पल यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईहरुले जे डिटेल्सहरु फिलअप गर्नुभएको थियो सबै यहाँ अलरेडी फिलअप भएर आउँछ। तपाईहरुले सिम्पली के गर्नु पर्यो भन्दाखेरि यहाँ 400 तपाईले कसरी दिनुहुन्छ, क्याशमा चाहिँ 100 को कतिवटा छ त्यसरी चाहिँ यहाँ लेखेर तपाईहरुले दिनुपर्ने हुन्छ। यो कुराहरु चाहिँ बैंकले फिलअप गरेर दिन्छ र ट्रान्ज्याक्सन आईडीमा एउटा कोड दिएको हुन्छ। त्यो चाहिँ तपाईहरुले चाहिँ त्यहाँ चाहिँ तपाईहरुले फर्म फिलअप गर्दाखेरि स्टेप 3 को बेला काम लाग्छ। स्टेप 3 को बेला सिम्पली के छ भन्दाखेरि सिम्पली तपाईहरुले चलान नम्बर यो पैसा डिपोजिट गरिसकेपछि चलान नम्बर यो नम्बर कपी पेस्ट गरेर राख्नुभयो भने पनि भेरिफाई हुन्छ। तपाईले ट्रान्ज्याक्सन आईडी पनि राख्नुभयो भने भेरिफाई हुन्छ। मैले यसलाई चाहिँ सजेस्ट गर्छु चलान नम्बर चाहिँ तपाईहरुले स्टेप 3 मा चाहिँ राख्नु होला अनि चाहिँ भेरिफाई गर्नु होला। अनि यो चलानको बारेमा एउटा अझै इम्पोर्टेन्ट कुरा तपाईहरुले भन्दिदै छु। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ बैंक कपी, क्यान्डिडेट कपी र एम्बेसी कपी भनिएको छ। यो तीनटै कपी चाहिँ ओरिजिनल चाहिँ सेफली राख्नु होला किनकि एउटा चाहिँ बैंकले लिनै हाल्छ। अर्को चाहिँ तपाईहरुको नाम निस्क्यो भने तपाईहरुले एम्बेसीमा पनि सबमिट गर्नुपर्ने हुन्छ। सो यो पनि चाहिन्छ र एउटा चाहिँ तपाईहरुको पर्सनलको लागि चाहिन्छ। सो यो चाहिँ चलान पैसा डिपोजिट गरिसकेपछि सेफली राख्नु अनुरोध छ तपाईहरुलाई। अब यति भइसकेपछि तपाईहरुको के हुन्छ भन्दाखेरि यसको विदिन 24 टु 48 आवर्स तपाईहरुले चाहिँ स्टेप
3 मा चाहिँ जम्प इन गर्न सक्नुहुन्छ। अब चाहिँ मैले स्टेप 3 कस्तो हुन्छ यसको पनि एक्जाम्पल देखाइदिँदैछु, जसले गर्दा चाहिँ पछि तपाईहरुलाई सजिलो हुनेवाला छ। अहिले त खासमा मैले पैसा तिरेको छैन, त्यही पनि चाहिँ स्टेप 3 मा चाहिँ कसरी अगाडि गर्ने, के कुरा गर्ने यसको बारेमा चाहिँ तपाईहरुलाई भनिदिँदैछु। स्टेप 3 को लागि फेरि पनि तपाईहरुले के गर्नु पर्यो भन्दाखेरि यहाँ लगइन पोर्टलमा आउनु पर्ने हुन्छ। लगइन गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले क्याप्चाहरु फिलअप गरेर तपाईले लगइन गर्नुभयो भने त्यसपछि तपाईको के हुन्छ भन्दाखेरि स्टेप 3 को लागि तपाईहरुको चाहिँ पोर्टल खुल्छ। अहिलेलाई के भएको छ भन्दाखेरि तपाईहरुले अहिले पैसा तिर्नु भएको छैन भनेपछि यहाँ चाहिँ तपाईको अप्सन नै आएको छैन। पैसा तिरिसकेपछि चाहिँ स्टेप 3 को चाहिँ यहाँ तपाईको यहाँ यो ठाउँमा चाहिँ तपाईहरुको डकुमेन्ट भेरिफिकेसन भनेर एउटा अझै भनौं न एउटा अझै पोर्टल यहाँ पार्टमा लिंक आउनेछ। यहाँ आइसकेपछि तपाईले यसमा क्लिक गर्नुभयो भने अनि तपाईहरुले के गर्न सक्नुहुन्छ, तपाईको चलान आईडी राखेर तपाईहरुले चाहिँ स्टेप 3 चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। त्यसमा खासै केही चाहिदैन, तपाईको जुन चलान हुन्छ त्यो अपलोड गर्नुपर्ने हुन्छ र चलान नम्बर अपलोड गर्नुपर्ने हुन्छ। त्यति गरिसकेपछि तपाईको स्टेप 3 चाहिँ फाइनली चाहिँ कम्प्लिट हुन्छ र तपाईको अनलाइन एप्लिकेसन चाहिँ फाइनली चाहिँ सबमिट हुन्छ। यति गरिसकेपछि तपाईले अरु केही पनि गर्नुपर्ने हुँदैन। तपाईहरु एम्बेसीमा गएर डकुमेन्ट्सहरु पनि सबमिट गर्नु पर्दैन। यतिले नै तपाईको फाइनल चाहिँ अनलाइन एप्लिकेसन कम्प्लिट हुन्छ र बैंकमा गएर चाहिँ तपाईको सिम्पली 400 रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ। यो पनि याद राख्नु होला र कुनै पनि नेपाल एसबीआई बैंकको ब्रान्चमा गएर तपाईले डिपोजिट गर्न पाउन सक्नुहुन्छ। सो नजिकको ब्रान्चमा गएर तपाईहरु डिपोजिट गर्नु होला। र अब चाहिँ हामी चाहिँ भिडियोको अन्त्यतर्फ आइसकेको छौं। यदि तपाईहरुलाई चाहिँ यसमा अप्लाई गर्दाखेरि केही पनि अप्ठ्यारो आयो भने तल कमेन्ट सेक्सनमा तपाईहरुले भन्न सक्नुहुन्छ अथवा तपाईले मलाई डाइरेक्टली WhatsAppमा मेसेज गर्न सक्नुहुन्छ अथवा कुनै सोशल मिडियामा हुनुहुन्छ भने सोशल मिडियाको थ्रु पनि तपाईले टेस्ट गर्न सक्नुहुन्छ। मैले तपाईहरुलाई वन अन वन काउन्सिलिङ पनि प्रोवाइड गर्नेछु र त्यसको साथसाथै यदि तपाई काठमाडौँ भ्याली भित्र नै बस्नुहुन्छ भने चाहिँ फिजिकली भेटेर चाहिँ फर्म कसरी अप्लाई गर्ने, कुन कलेज चुज गर्दाखेरि हाई प्रोबेबिलिटी हुन्छ त्यसको बारेमा चाहिँ तपाईहरुले काउन्सिलिङ लिन सक्नुहुन्छ। र त्यसको साथसाथै एउटा कुरा अझै पनि मैले लास्टमा के भन्न चाहन्छु भन्दाखेरि कम्प्लेक्स स्कलरशिपमा चाहिँ धेरै नै फ्रड केसेसहरु चाहिँ मैले देखिराखेको हुन्छु। सो कसैले पनि अब पैसा दिएर नाम निकाल्दिन्छु त्यस्तो भन्यो भने चाहिँ त्यस्तो कुराहरुमा चाहिँ नफस्नु होला भनेर चाहिँ तपाईहरुलाई अगाडि नै चाहिँ सचेत गराउन चाहन्छु। यति भन्दै आजको भिडियो चाहिँ एन्ड गर्दछु। थ्यांक यू फर वाचिङ दिस भिडियो टिल द एन्ड।